छ है भ्यू चाहिँ ल असिलो भयो क्या यहाँ दाउरा पुग्नु पऱ्यो यसरी अनि यसरी बनाएको छु क्याम्पिङको लागि निस्किन लाग्यो होइन ट्याक्क 3टा बाइकमा 4 जना छौँ जस्तो अब यहाँ रानीमनबाट जान लाग्छौँ हामी चाहिँ ठ्याक्कै कलङ्की आइपुग्यौँ होइन अब यहाँ चाहिँ टेन्ट लिएर बाइकमा टेन्ट बाँध्दैछ अब ठ्याक्क अहिले चाहिँ 10 बजेर कति मिनट भयो 20 भएछ 10-20 भएछ अब ट्याक्क यहाँबाट निस्केर बिस्तारै जान्छौँ 3टा बाइकमा 4 जना जाँदैछौँ हामी चाहिँ यहाँ चाहिँ अगाडि चाहिँ मेरो बाइक छ अब ट्याक्क लाएर जान्छौँ अब बाटोमा गएर खाजा खानु पनि हुन्छ ल बाटोमा भेटौँला है त हेलो सबैजनालाई नमस्ते होइन मेरो चाहिँ यो सेकेन्ड भ्लग होइन म चाहिँ गणेश थापा होइन मेरो घर चाहिँ गोर्खा अब हामी चाहिँ आज यता हेटौँडा क्याम्पिङको लागि जाँदैछौँ 4 जना 3टा बाइकमा अर्को एकजना थियो ऊ चाहिँ आएन क्यान्सल गरिदियो हामी 4 जना चाहिँ जाँदैछौँ 2टा टेन्ट छ अहिले चाहिँ कुन ठाउँ हो यो मलाई थाहा भएन अलिकति ठाउँको नाम चाहिँ अनि जाँदैछौँ जो आज रमाइलो हुन्छ होला बर्खाको बेला छ अब पानी आउने हो के हो अब ठुलो पानी आयो भने त बिजोक हुन्छ होला अब टेन्टले पनि धान्छ धान्दैन जो सानो पानी पऱ्यो भने अथवा पानी नै परेन भने नि रमाइलो हुन्छ बाटोमा पनि बिजोक हुन्छ पानी आयो भने त हाम्रो रेनकोट स्यानकोट केही पनि लिएर आएन पुरै भित्रै जानुपर्ने होला अनि आज गएर ट्याक्टर बसेर रमाइलो गरेर अब भोलि बिहान फर्किन्छौँ फर्स्टचोटि हो क्याम्पिङ जान लागेको नि कस्तो हुन्छ के हो अब भिडियोमा आइहाल्छ होइन जोस् भ्लगिङ चाहिँ सुरु गर्न हल्का सुरु गरौँ कि भनेर सोचेको अब त्यही त हो नि भ्लगिङ गर्नलाई कहिले के मिल्दैन अब घुमिरहनुलाई टाइम पनि हुँदैन अब क्यामेरा त्यस्तो के हो छ टायरमा हावा छैन भने पहिला पो हेर्ने हो त अनि साथी अनि बाटोमा आएर टायरमा हाल्छ भन्छ यार हिँड अगाडि हिँड के भन्छ क्या नासपति फलेर चाहिँ मजाले ए मुला म यहाँ बोलेको उसँग बोल्यो भन्ने बुझ्यो क्या साथीले ल हेटौडाको बगरतिर हुन्छ आज हाम्रो बास चाहिँ होइन अब फेरि पछि पनि अर्को ठाउँ जाने गइन्छ पक्कै पनि अब कुन ठाउँ अलि राम्रो छ यसो कमेन्टमा भनिदिनु होला सकेसम्म जाने कोसिस गर्छौँ होइन त्यही हो अरू त के भन्नु यो गोप्रो चाहिँ उसको हो क्या रोशनको हो क्या उसको अनि उसलाई अल्छी लागेछ त्यही भएर मैले यसो बनाइदिउँ भनेर खासै बोल्न आउँदैन अब यसो भर्खर सुरु हो जस्तो आउँछ त्यस्तै दिने त हो नि होइन अब यो बाटो चाहिँ फेरि लास्टै साङ्ग्रो बाटो हो क्या टर्निङ बवाल छ यार उसको चाहिँ यो एनएस चाहिँ अस्ति भर्खर हराएर 1 महिनापछि पाएको क्या यो बाइक चाहिँ हरायो पाउँदैन भनेर अर्को बाइक किन्न लगाएको थियो ठ्याक्क फेरि बाइक किन्नु नगएको ठ्याक्क बाइक पाइहाल्यो क्या 1 महिनापछि त्यही भएर बाइक चाहिँ अलिकति राम्रोसँग राख्नु होला होइन डिस्टर्ब भयो भने झन् राम्रो उसले चाहिँ हेर्न लग्ने गरेको छैन आफ्नै क्याफे अगाडिबाटै चोरिदिएको उसको बाइक चाहिँ 1 महिनापछि बल्ल पाइदिएर क्या अर्को बाइक लिन ल्याइरहेको थियो त्यही बाइक पायो ठिक छ हतपत पाउँदैन नि त हराइसकेको त उसको चाहिँ के एक्सिडेन्ट पऱ्यो के गरेर अनि पुलिसले समातेर छ अनि पछि पाएर फोन आएछ त्यही हो होइन अब हामी चाहिँ कति काठमाडौँबाट 27 किलोमिटर आइजौँ कति किलोमिटर छ के कति टाइम लाग्छ म सबै कुरा भिडियोमा दिने कोसिस गर्छु होइन हामी चाहिँ त्यस्तै 10 साढे 10 बजीतिर निस्केको थियौँ कलङ्कीमा
हामी टेन्ट लिन जाँदाखेरि त्यो 10:20 भएको थियो, 10:20 गएको थियो। अनि अब कति बजे पुगिन्छ कतिको हो म नि गएको छैन यताबाट चाहिँ, फर्स्ट टाइम हो। अनि म अहिले उ गरेर भिडियोमा हाल्छु, त्यो पनि हेर्छु कति रहेछ। 55 किलोमिटर रहेछ अब यहाँबाट हेटौडा भनेपछि 6 बाटो त धेरै न। चिलमा जानु भने केटाहरू बिस्तारै जानु भने मलाई फेरि कुदाउनु मन लाग्छ क्या हल्का, तर बिस्तारै जानु पनि रमाइलो हुन्छ, सँगसँगै जानु राइडमा। अझ मलाई चाहिँ अझ धेरै ग्रुपमा राइड जानु मन लागेको छ क्या, टाढै टाढै जानुपर्छ एकचोटि सबजना मिलेर केटा हो होइन, रमाइलो गर्नुपर्छ। उमेर हो, पछि अब बुढो भाषी जाने कुरो भएन, जान अब त्यस्तै हो। यस्तै रमाइलो हुँदैन क्या, रमाइलो भाइब्स हुँदैन नि त पछि। त्यही भएर रमाइलो गर्नुपर्छ, इन्जोय गर्नुपर्छ। त्यही नै हो। अब धेरै त के भन्नु है, के बोल्नु, के छ र त्यस्तो बोल्नलाई। ठिक छ, अहिले भेटौँला फेरि। अब धेरै लामो बनाएर नि फेरि के बोल्नु, के गर्नु होइन। अब अहिले एकछिनमा आउँछु है त, ल अहिले बनाउँछु फेरि। कुले आइपुग्नु लाग्यौँ होइन। अनि अब पानी आउला जस्तो भइरहेछ, दिन पानीले डह्रो गोज्छ जस्तो लागिसक्यो। रेनकोट सेनकोट केही छैन यार, बिजोक हुन्छ त हौ गाइज। रमाइलो गर्न मान्छे रमाइलो त गर्ने नै हो जसरी पनि होइन। कस्तो डेन्जरस हो यता त बाटो, आम्मा अब कुले खाने आइपुग्न लाग्यौँ होइन। त अब त्यसपछि ट्याक्क लाएर हेटौडाको अब त्यहाँ अब क्याम्पिङ गर्ने ठाउँ हेर्छौँ पहिला, त्यसपछि त्यहाँबाट फेरि एकछिन हेटौडा बजारतिर जान्छौँ होला, थाहा छैन। त्यहाँबाट गएर यसो म चाहिँ गएको छैन नि त एकचोटि नै हेटौडा, त्यही भएर जाऊँ भनेको छु केटाहरूलाई। ट्याक्क क्याम्पिङ गर्ने ठाउँ खोजेर त्यसपछि एकछिन हेटौडा बजार घुमेर अनि अलिअलि खानेकुराहरू सामानहरू पनि किनि ल्याउनु पर्ने हुन्छ उता गएर होइन। त्यही भएर हामी चाहिँ कति छ बाटो नि मलाई चाहिँ थाहा छैन क्या। म यहाँ कुले फानीसम्म मात्र आएको छु, त्यहाँबाट अगाडि त गएन नि त। त्यही भएर खोलाको बगरमा गएर बस्नु भने बर्खाको बेला छ होइन, ठाउँ त अलि राम्रोसँग अलि राम्रो ठाउँ, अलि पानी आएर बाढी आयो भने नि अलि नभेट्ने जस्तो ठाउँमा हेरेर बस्नुपर्ने हुन्छ। त्यही हो, जाउँ अब। कस्तो के हुन्छ सबै भिडियोमा आइहाल्छ। तर मलाई चाहिँ मजा लाग्छ हो यस्तो अफरोड नि भयो भने चाहिँ। त्यो पिच बाटो मात्र भयो भने त खासै मजा लाग्दैन क्या, अलिअलि अफरोड नि भयो भने चाहिँ मजा आउँछ। त्यो पनि सिङ्गल हिँड्न झन् अफरोडमा जसरी चलाइदिनु भयो, उठेर चलाइदिनु भयो, जसरी चलाइदिनु भयो, सिङ्गल हिँड्न चाहिँ ठिकै हुन्छ। डबल हिँड्न नि त्यस्तो खासै गाह्रो त हुँदैन। मान्छेहरूले एनएसलाई हिट गर्छन् होइन, तर एनएस नि बाइक चाहिँ सही हो कि, बवाल लाग्छ मलाई चाहिँ। पावरदेखि लिएर होइन, बजेट अनुसार पावर, अब यसको मेन्टेनेन्स सबै कुरा हेर्ने हो भने त नेपालको लागि ठिक छ। एनएस बाइक चाहिँ बवाल लाग्छ मलाई। पावर चाहिँ छ क्या, जस नेपालको बाटोमा यतिको पावर भयो भने त पुग्छ जति भयो नि। बाटो यस्तो छ, कुदाउने बाटो कहीँ छैन राम्रोसँग। मेन्टेनेन्स राम्रो गरेर राम्रोसँग आफूले अलि कन्डिसनमा राख्यो भने चाहिँ ठिक छ है। मान्छेले भन्छन् आगो लाग्ने यताउता, लाग्छ होला होइन। त्यो अब
आफूले नै अलिकति केयर गर्नुपर्ने हुन्छ, अलिक मेन्टेन गर्नुपर्ने हुन्छ। त्यो भयो नि जान्छ जहाँ पनि। त्यस्तो दुःख दिने त्यस्तो चाहिँ छैन, थाहा छैन क्या अहिलेसम्म त्यस्तो चाहिँ परेको छैन क्या हामी चाहिँ। त्यो अगाडिको एनएस र यो त हामी त पहिला मुस्ताङ पनि गयो, मनाङ पनि गएर हो, दुईजनै मस्त हाने हो मुस्ताङ मनाङको बाटोमा। बल छ, पावर पिकअप त्यस्तै दिइहाल्छ। बजाज बाइकमा त्यस्तो फेरि मेन्टेन गर्न त्यस्तो धेरै पैसा पनि लाग्दैन क्या। त्यो भएर एनएस बाइक किन्ने सोचमा हुनुहुन्छ नि किन्दा हुन्छ, त्यस्तो केही फरक पर्दैन होइन, त्यस्तो केही समस्या छैन। मैले चाहिँ त्यस्तो अझ केही थाहा पाएन। त्यो कुरा अब भने भइरहन्छ। अब अझ चाहिँ बाबा गर्ने सोच छ होइन, त्यही हो। रमाइलो गर्नुपर्छ एक बारको जिन्दगीमा, पछि भने के हो होइन। त्यही भएर टाइम भएसम्म मिलाएर घुम्ने हिँड्ने खाने रमाइलो गर्नुपर्छ। मलाई चाहिँ त्यस्तो लाग्छ क्या। त्यही हो, धेरै बोलेर के गर्नु होइन, बोल्नु भन्दा नि अब हेर्ने हो ठाउँहरू कस्तो छ त्यो पनि हो। मलाई बोल्न आउँदैन के बोलेर त के उ गर्नु होइन, कसले सुनेर बस्ने र यस्तो मेरो तर बाटो चाहिँ लास्टै छ क्या। टर्निङहरू कस्तो सानो छ, बाटै सानो हो, टर्निङ कहाँ हो देख्थेन। त्यही भएर एकदम विचार गरेर हिँड्नुपर्छ होइन। यो बाटो चाहिँ अझ भर्खरको सुरु अब भर्खर सिक्ने मान्छे, भर्खर चलाउनु जानेको मान्छेहरू चाहिँ एकदम है विचार गरेर आफ्नो लेनमा मात्र होइन राम्रोसँगले हिँड्नुपर्ने हुन्छ है। एकदम विचार गर्नुपर्ने हुन्छ, किनभने गाडी आएको पनि देख्दैन, बाटो सानो छ, काट्ने ठाउँमै पुग्दैन क्या। त्यही भएर बिस्तारै एकदम यो बाटोमा चाहिँ त्यस्तो हात्तिने गर्ने त्यस्तो कुदाउनु हुँदैन। त्यो अर्काले कोही हुन्छन् क्या फेरि बाटो हिँड्दाखेरि आफूले जिस्काउने रेस खेल्न आउने त्यस्तो खालको हुन्छन् क्या। त्यस्तोमा चाहिँ कहिल्यै लाग्नु हुँदैन, किनभने त्यस्तोले आफूलाई घाटा हो। पछि राम्रोसँग बिस्तारै आफ्नो क्यापेसिटी अनुसार चलाउनुपर्छ। बाटो चाहिँ अनुसार बाटै त्यस्तो छ, कुदाउने खालको बाटै छैन। त्यही भएर यो बाटोमा चाहिँ एकदम विचार गरेर हिँड्नु होला है सबजना जो पनि हिँड्नुहुन्छ। अब हिँडिरहेको मान्छेहरूलाई त थाहा होला होइन, तर भोलिचोटि हिँड्ने मान्छेहरू चाहिँ अलिकति विचार गरेर हिँड्नु होला। यो काठमाडौँ कुलेखानीबाट उता चाहिँ कस्तो हो थाहा छैन मलाई। यो कुलेखानीसम्म चाहिँ यो बाटोहरू चाहिँ सानो हो क्या। लास्ट चाहिँ टर्निङ छ, टर्निङै पुग्दैन राम्रोसँग गाडीहरूलाई नि जान्। अनि यो बाटोमा कुदाउनु खोज्यो भने त अनि गाह्रो पार्न सक्छ होइन। त्यही भएर एकदम विचार गरेर हिँड्नु होला। त्यही हो मैले भन्ने त, अरू चलाउने मान्छेलाई थाहा भइहाल्छ त्यो त। जे भयो नि अलि बिस्तारै विचार गरेर चलाउनु पर्ने हुन्छ है केटा हो।